हेलो नमस्ते सेवारो सम्पूर्ण साथीहरू हजुर आर्मी हुनुहुन्छ म पनि एकदम आर्मी छु अनि फेरि म आइरहेको छु हजुरकै साममा हजुरकै साथी म हुँ सकिला राई साथीहरू आज चाहिँ हजुर छक्क पर्नुहुन्छ रातै रातो लाएर किन आएको होला भनेर हैन साथीहरू साउन्ड पनि आइसकेको छैन अनि तीज पनि छैन तर चाहिँ रातो साडी लगाएर किन आयो भन्नुहुन्छ होला साथीहरू हजुरहरू आज चाहिँ हाम्रो घरको छेउको मन्दिरमा चाहिँ कलश यात्रा गर्नुपर्ने छ त्यही भएर सम्पूर्ण हाम्रो जति पनि यहाँको दिदीबहिनीहरू चाहिँ सबैजना चाहिँ रातो साडीमा पहेँलो हरियो जे भए पनि शिवजीलाई मनपर्ने कलरमा चाहिँ रङ्गिएर चाहिँ हामी जानुपर्ने छ कलश बोकेर त्यही भएर म पनि यसरी आइरहेको छु हजुरको साममा अनि चाहिँ हजुरहरू मैले चाहिँ आज पुरा मेरो निदा देखाइरहेको छु मेरो नेचुरल निधार यो चाहिँ मैले चाहिँ साथीहरू मेरो वयसमा यत्रो ठुलो निदा थियो नि त अनि मलाई कस्तो लाज लाग्थ्यो क्या वयसको उयोमा चाहिँ अब कतिखेर अब टिनेज हुन्छ नि त हैन त्यतिखेर चाहिँ मलाई कस्तो लाज लाग्ने क्या यो निदा देखाउन लागि अहिले चाहिँ मलाई बाल्दै लाग्दैन नि त मेरो श्रीमानजी पनि पाइसक्यो अब कसले हेर्छ र हैन त्यही भएर चाहिँ यत्रो निधार गरेर गइरहेको छु किनकि आज अब त्यहाँनिर कलश यात्रा गर्दाखेरि हिँड्दाखेरि चाहिँ पुरा अब घाम हुन्छ अनि त्यही भएर गर्मी हुन्छ अनि पुरा कुल तरिकाले गइरहेको छु क्या मैले घाँद्राङ घुम्ने त्यस्तो केही धेरै लगाएको छैन सिम्पल तरिकाले लगाइरहेको छु साथीहरू त्यही भएर रातो साडी लगाएर आएको छु रातो टिका रातै चुरी रातो पोते लाएको छु भन्दै आइरहेको छु है त हजुरहरू भन्दै अब चाहिँ म कलश यात्रामा जान गइरहेको साथीहरू त्यहाँ चाहिँ अब भजन कीर्तन हुन्छ नि त हजुरहरू त्यही भएर चाहिँ यसो भिडियो खिच्नु पाउँछु या पाउँदिनँ पाएसम्म चाहिँ खिच्छु नभए चाहिँ यसो घरमा आएर के कस्तो गर्छु भन्दै आजको फेरि मेरो चाहिँ दैनिकीहरू सुरु गर्न गइरहेको छ साथीहरू है त साथीहरू यो चोलो चाहिँ मैले चाहिँ एउटा कुरा पनि भनिहाल्नु पर्यो क्या हजुरले साकेनमा यो चोलो चाहिँ क्या हजुर लास्टै पुरानो चोलो हो नि त यो चोलो चाहिँ मलाई शान्ति दिनुभएको अनि मेरो दिदी चाहिँ पोखरामा हुनुहुन्छ अनि बसन्त दिदी हजुरलाई नमस्ते छ यदि मेरो भिडियो हेर्नुहुन्छ भने हजुर दिएको चोलो चाहिँ म अहिलेसम्म चाहिँ फालेको छुइनँ है दिदी अहिलेसम्म लगाइरहेको छु तर यो लगभग यो चोलो चाहिँ 8-9 साल भयो होला मलाई दिनुभएको उहाँले त्योभन्दा पनि धेरै या 8-9 सालै भयो होला अनि र पनि अझैसम्म लगाइरहेको छु क्या धेरै पुरानो तर पनि आज लगाएर गइरहेको छु दिदी हजुर दिएको चोलो लाएर गइरहेको छु भन्दै साथीहरू फटाफट जान्छु 9:30 बजे भेला हुनु भनेको साथीहरू अहिलेसम्म पनि अब के कस्तो गर्नुहुन्छ साथीहरूले अब चाहिँ म जान्छु है त साथीहरू मैले चाहिँ अघि नै यसरी कलश ठिक पार साथीहरू मैले चाहिँ कलश चाहिँ यसरी ठिक पारिरहेको छु अघि नै हैन अब चाहिँ साथीहरू मैले यो कलश बोकेर हिँड्नुपर्ने हुन्छ हैन के हजुरहरू अनि के साथीहरू मैले चाहिँ अब यो कलश यसरी बोकेर जानुपर्ने हुन्छ यदि कलश बोक्दै भिडियो खिच्नुपर्ने हुन्छ के तल माथि यसो घुमेको यताउता हल्यो भने माइन्ड नगर्नु होला भन्दै अब चाहिँ जान्छ म चाहिँ जाँदैछु हैन सबैजना तल गइसकेर बाहुनले यताउता गरेर विधि पनि गर्नु भइसक्यो होला म चाहिँ कलश बोकेर जाँदै गरेको अवस्थामा छु र है त हजुरहरू अब चाहिँ म जाँदैछु कलश बोकी सबैजना आउनु भइसकेछ है मन्दिरमा हेलो नमस्ते मैले पत्ता रहेछ नमस्ते सबैजना फोटो खिचिदिन्छ ल ल ल ल हेलो हाई ल सबैजना दिदी बहिनीहरू चाहिँ आइसकेको हुनुहुन्छ यहाँनिर है हेलो प्यारी ल यता आमाहरू पनि सबैजना आउनु भइसकेको रहेछ म चाहिँ ढिलो रहेछ है साथीहरू आइपुग्नु भयो कि नै ल हाम्रो चाहिँ यहाँ शिव मन्दिर चाहिँ यहाँनिर हुनुहुन्छ है अब चाहिँ हामी कलश यात्रा गर्न लागेको छौँ तुलसी भगवान हेलो गाइस हामी चाहिँ यहाँनिर जानुको लागि रेडी भइरहेको छु यहाँ चाहिँ हाम्रो माथिको दिदी बहिनीहरू कहाँ हो मिलाइदिनु त ल सबैजना साथीभाइहरू दिदी बहिनीहरू यहाँ आइराख्नु भएको अवस्था हुनुहुन्छ सबैजना नमस्कार स्वागत छ हजुरहरूलाई आएर सबैजना यसरी रेलीमा ओहो ओमा कहिले आएको नमस्ते भ्लगमा है भ्लगमा ल ल ल युट्युबमा हालिदिनु ल जय शम्भो शम्भो सबै
सबैजना भक्त सज्जन पुष्पहरू लिएर भित्र सवारी ल्याउँछ होला सबैजना जो भक्त सज्जनहरू हुनुहुन्छ जानु जानु सबैजना भित्र सबैजना अब कलश बोकेर चाहिँ हामी यात्रामा जानुको लागि चाहिँ पूजा सुरुवात गरिरहेको छौँ है साथीहरू। अब चाहिँ हाम्रो त्रिपुरेश्वर मन्दिरबाट सबैजना महिला दिदी बहिनीहरू चाहिँ हामी चाहिँ यसरी चाहिँ कलशको आफ्नो कलश बोकेर चाहिँ यात्रा गर्नु लागेको अवस्थामा छौँ है साथीहरू। भगवानको प्रार्थना गर्दैछौँ। मैले मात्रै रहेछ नसजाएको छ यहाँनिर सबैले सजाएर आउनु भएको रहेछ है। सबैजना दिदी बहिनीहरू चाहिँ भित्र महादेवजीलाई दर्शन गर्नको लागि भित्र जानुभएको छ। सबैजनाले दर्शन गरिसकेर आफ्नो सुख शान्तिको लागि मनोकामना गरेर चाहिँ त्यसपछि चाहिँ हामी यात्रा सुरु गर्छौँ। यता हाम्रो गुरु पनि भित्र जानु हुँदैछ। जय शम्भु भगवान रक्षा गर्नुहोस् भगवान। जय शम्भु कति राम्रो हुनुभएछ आज हाम्रो शम्भु राजा त। जय शम्भु जय शम्भु। पछाडि पछाडि गर्नु है कमाउँदै छ। नमो गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे वक्रतुण्ड महाकाय श्रीयकोटि समप्रभः संस्तवे कौस्तुभो स्नासाग्रे वरमौक्तिकं स्करतले वेणुस्करे कङ्कणम् सरिवाङ्गे हरिचन्दनं सुललितं स्कण्ठे च मुक्तावली गोपस्त्री परिवेष्टितो विजयते गोपाल चूडामणि। कलश बोक्ने हो सबैजनाले गुरुले मन्त्र पढ्नु साथीहरू। अब चाहिँ हाम्रो यहाँ दिदी बहिनीहरूको कलश रेली भइसकेको अवस्थामा छ। उहाँहरू चाहिँ आउनु हुँदैछ अगाडि अगाडि ल है। अब उहाँहरूको यसो मैले चाहिँ भिडियो दिँदै गरेको अवस्थामा छु। गुरुले पनि पिक्चर लिनु हुँदैछ है। ल आउनुहोस् आउनु आउनु हिँड्दै गर्दा हुन्छ होला अब। ए हो ल गाइस फाइनली चाहिँ हाम्रो सबैजना जति पनि दिदी बहिनी दाजुभाइहरू चाहिँ अगाडि यसरी यात्रा गरिरहनु भएको छ है। कलश यात्रा हाम्रो चाहिँ कलश यात्रा गरिराख्नु भएको छ। म चाहिँ पछाडि पछाडिबाट हिँडिरहेको छु क्या। आउनु है आउनु हुन्छ हुन्छ। यहाँनिर चाहिँ म चाहिँ हल्का अगाडि भजन कीर्तनहरू बजिरहेको अवस्था छ। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ कपिराइट लाग्छ भने पछाडि पछाडि हिँडिरहेको छु है। सबैजना हामी चाहिँ यसरी गइरहेको छौँ। हाम्रो अध्यक्षज्यू अध्यक्षज्यू ल यसरी चाहिँ हाम्रो यात्रा भइरहेको अवस्था छ। सबैजना दिदी बहिनीहरू हेलो। हामी त मताली भनेको त भाउजू मताली हामी राइनी बाहुनी परेछौँ दुईजना मात्रै। आया हो होइन त्यस्तो अब जातलाई छुट्याएको होइन। तर मेरो मतलब दुईजना मात्रै रहेछौँ भन्नु खोजेको है। लगभग छैन नि सबैजना अरू त यो नै हुँदो रहेछ है। ल अब चाहिँ हामी जाँदैछौँ ल है। ल साथीभाइहरू सबैजना आउनु होला यसरी हाम्रो कलश यात्रा शिव मन्दिरलाई पर छोडेर चाहिँ अहिले चाहिँ हेलो आउँदैछु। हेलो सम्झना सेफ्टी पुरा टोपी सोपी लगाएर आएको छ सेफ्टी दरो। हेलो हेलो सबैजना हामी चाहिँ यसरी गइरहेको अवस्थामा छौँ। कस्तो हुन्छ क्या। ल ल ल सबैजना यसरी चाहिँ हामी हजुर हजुर उता हाम्रो सम्झना कुमारी सबैजना यसरी लस्करे गइरहेको छ।
नयाँ बेहुली पनि पो आउनु भएको रहेछ त ओहो ल ल ल ल अस्ति नैको नयाँ बेहुली है साथीहरू ल यसरी चाहिँ हामी कलश बोकेर हिँडिरहेको अवस्थामा छौँ सबैजना ल जय शम्भो ल यसरी हिँडिरहेको छौँ है साथीहरू मेरो त सेन्टिङ भइहाल्छ देखिहाल्छ नि ल यता हाम्रो खोइ ए ल के अरे सोनीको पनि खिचिदिनु पऱ्यो नि अब हाम्रो अध्यक्ष के छ नि ठिक छ पुरा खुसी भइराख्नु भएको छ ए ल ल अनि अन्त है तपाईँको मम्मी होइन ए कति मजाले टाइममा आउनु भएछ त लक्की टाइममा है ल उहाँको मम्मी पनि आउनु भएछ आमा कहाँदेखि ठ्याक्क जुरेको आज है ल ठिक छ ल साथीहरू हामी चाहिँ यसरी हिँड्दै गरेको अवस्थामा छौँ यस्तो तालु पड्काएर घाम यस्तो डेन्जर आएको छ कि हजुरहरू आज है भरे चाहिँ पानी पर्छ शेष है नयाँ बुहारी हामी चाहिँ यसरी हिँडिरहेछौँ है जय शम्भो भन्दै साथीहरू अब चाहिँ हामी यहाँनिर शिवजी मन्दिरमा आइपुग्यौँ यहाँनिर चाहिँ एक फोनको घुमेर चाहिँ फेरि हामी यहाँ लुबुको शिव मन्दिरमा आएको अवस्थामा छौँ जय शम्भो जय ल सबैजना एक फोनको घुमिरहेको अवस्थामा छौँ जय शम्भो अब शम्भुको त कत्रो मासु क्या आनन्द भएको भित्र आउँदा त है शीतलमा त अघि त बाबा पोलेर जय 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 शम्भो जय 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 शम्भो जय जय कस्तो राम्रो हाम्रो शिव मन्दिर छ है लुबु चोकमा यो चाहिँ हाम्रो बस पार्क चोकैमा हो होइन यहाँ चाहिँ अब एक फन्का हानेर चाहिँ सबैजना एक फन्का घुमेर चाहिँ हामी बल्ल उता हाम्रो त्रिपुरेश्वर मन्दिरमा जान्छौँ साथीहरू आज हाम्रो आजदेखि चाहिँ 7 दिनको सप्ताह सुरु भइरहेको छ सबैजना भक्तजनहरू शिव मन्दिरमा छिरेर दर्शन छिर्नु त लागि सबैजना यहाँनिर रेडी हुनुहुन्छ ल भक्तजनहरू सबैजना जय भन्दै यसरी भित्र दर्शन गर्नु गइरहेको अवस्थामा छौँ सबैजना हामी गाइस सजिला चाहिँ पुरा गरी भएको अवस्था छ हजुर पर्दैन दर्शन मात्रै गर्ने होला यो त चढाउनु हुँदैन नि एक थोपा न अनि खोइ त सबैजना दर्शन गर्नु भइसक्यो जय शम्भो भगवान रक्षा गरिदिनु जय शम्भो हजुरलाई दर्शन फेरि यहाँदेखि हामी एक घन्टा घुम्दै चाहिँ शिव मन्दिरमा जाँदैछौँ है गाइस सबैजना जय शम्भो ल सबैजना शम्भु राजाहरू पार्वतीहरू आउनु पर्यो सबैजना पार्वतीहरू जय शम्भो ल आउनुहोस् ल सबैजना भक्तजनहरू ओहो दुईवटा कलश ल ठिक छ जय शम्भो जय हो ल आउनुहोस् ल ओमा पनि टक्क मेरो अब च्यानलमा ढ्याक्क आइपुग्ने पऱ्यो केटी ल शम्भो जय शम्भो ल आउनुहोस् सबैजना छुट्टी सक्यो ल चढाउनु हुँदैन भन्छन् ल शम्भु अब यहाँ चाहिँ हामी एक फन्को घुमेर चाहिँ फेरि हामी चाहिँ फर्किन्छौँ हाम्रो मन्दिरमा साथीहरू रमाइलो भइरहेको छ हजुरहरू है पुरा शम्भुको लागि शम्भुको यता के अरे पुजारीले चाहिँ हामीलाई पुरा यहाँ मालाहरू पनि दिइराख्नु भएको अवस्था छ लगाएर चाहिँ कलश बोकेर चाहिँ हामी सबैजना घुमिरहेको छौँ यो पिपलको बोटलाई पनि एक टन घुमेर चाहिँ हामी जाँदै गरेको अवस्थामा छौँ गाइस कति शीतल भयो क्या यस्तो घाममा हिँड्दा है यहाँनिर शीतल यो पिपलको बोटमा को छारीमा एकचोटि हिँड्नु पाउँदाखेरि क्या रमाइलो लागेको सबैजना हिँड्ने जारीमै छौँ हामी सबैजना यसरी ल है साथीहरू अब यहाँदेखि पनि हामी चाहिँ शिव मन्दिरको एकचोटि सबैजनाले घुमिसकेर फेरि हामी चाहिँ महालक्ष्मी मन्दिर जाने होइन महालक्ष्मी देवीको मन्दिर पनि एकचोटि भ्रमण गरेर चाहिँ
जाने सबैजनाको निर्णय भएको छ। त्यही भएर चाहिँ महालक्ष्मी मन्दिरमा पनि जाँदै गरेको अवस्था छौँ साथीहरू। गाडीले चाहिँ आफू साइड लाग्दै गरिराख्नु भएको छ। हामी भक्तजनहरू चाहिँ यसरी सबैजना लस्करे भइरहेको हिँडिरहेको अवस्थामा छौँ। तलतिर पनि आउँदै गरेको जारी हुनुहुन्छ सबैजना है। ल अनि तल पनि आउनु हुँदैछ भक्तजनहरू सबैजना है। ल अब महालक्ष्मी घुम्ने रहेछ नि त होइन हजुरहरू। अब चाहिँ हामी यहाँनिर देवी मन्दिर पनि आइरहेको अवस्थामा छौँ है। आज चाहिँ भिडियो साथीहरू मेरो खासै राम्रो हुँदैन है, किनकि अब घाम छ है। घरि यता मोबाइल हलिरहेको अवस्था होला, घरि उता भइरहेको होला, र पनि हजुरहरूले हेरिदिनु होला है। अब चाहिँ हामी देवी मन्दिर आइसकेको अवस्थामा छौँ। हजुर देख्नु भइसकेको छ। मैले जहिले पनि दसैँको बेलामा आउँछु यहाँनिर जमरा चढाउनुको लागि देवी। उहाँ अब देवी मातालाई पनि सबैजना भएर चाहिँ यसरी एक ठाउँको घुमेर चाहिँ जति पनि अब यहाँ लुबुको नजिक नजिक मन्दिरहरूमा चाहिँ यसरी घुमेर चाहिँ हामी सबैजना फेरि यसरी चाहिँ हामी जानेछौँ। अब यहाँनिर विष्णु नारायण ल विष्णु नारायणलाई पनि एक फन्का घुमेर सबैजना दिदीबहिनीहरू चाहिँ यसरी जाँदैछौँ। जय विष्णु नारायण विष्णु नारायण। जय जयजना भक्तजनहरू चाहिँ यो चाहिँ हाम्रो टोलको सबैजना दिदीबहिनीहरू हुनुहुन्छ है। हाम्रो डाँडथोकको दिदीबहिनीहरू पुरानो बस्ती नयाँ बस्ती सबैजना चाहिँ मिलेर रमाइलो गरेर चाहिँ भगवान्लाई खुसी बनाउँदै सबैजनाको आफ्नो मनोकामना भगवान्माथि सुम्पिँदै भगवान्ले आशीर्वाद दिनुहुन्छ भनेर आशमा हामी सबैजना आशिष भएर चाहिँ सबैजना यसरी आइरहेको छौँ। ल यहाँदेखि चाहिँ अब सबैजना दर्शन गरेर फेरि हामी चाहिँ आफ्नो घरको नजिकको मन्दिरमा जाँदैछौँ। तर कहाँबाट जाने चाहिँ डिसिजन भइसकेको छैन। अब यहाँ गुरुले के भन्नुहुन्छ ल है त हजुरहरू। यस्तो छौँ हामी चाहिँ गाइज। हामी चाहिँ सबैजना साथीहरू चाहिँ यसरी आउँदै चाहिँ हामी चाहिँ त्यो पर मैले यहाँ जुम गर्नु मिल्थ्यो होला, तर मैले चाहिँ एउटा हातमा कलश बोकेको छु है। त्यही भएर चाहिँ हजुर देखाउनु सकेको छैन, हजुर देखाउनु सकेको छुइनँ। उता पारी चाहिँ हामी जानुपर्ने हुन्छ हाम्रो उता मन्दिर चाहिँ। ल सबैजना भक्तजन चाहिँ यसरी हिँडिरहेको छु। जय ल सबैजना आउँदै गरेको अवस्थामा हुनुहुन्छ। आज चाहिँ मेरो पुरा ब्लर आएको होला हौ, तर ल सबैजना आउनु हुँदैछ भक्तजनहरू यसरी जय जयकार गर्दै जय जय वासुदेवाय नमः। ल ल ल जय शम्भो। ए हजुर पनि आउनु भएछ। जय शम्भो भक्तजनहरूले सबैजनालाई जय शम्भो जय शम्भो। खै सोनीहरू चाहिँ ए ल जय जय सबैजना। ल यता हाम्रो चाहिँ मेन हाम्रो चाहिँ उहाँ गुरु चाहिँ उहाँ हुनुहुन्छ 7 दिनको सप्ताहमा उहाँ मेन गुरु हुनुहुन्छ। पछाडिबाट चाहिँ ल सबैजना यसरी लागिराख्नु भएको छ। आदि यता पुगिराख्नु भएको छ, आदि अरू चाहिँ यता आइराख्नु भएको अवस्थामा हुनुहुन्छ है सबैजना। अझै अरू पार्टी त आइसकेको छैन रहेछ हजुरहरू। आदि त अझै उता हुनुहुन्छ। छुट्टिनु भयो आउनु सबैजना आउनु है आउनु। यति नै अब ए ल ल लास्टमा यतातिर हाम्रा अध्यक्षजीहरूको ग्रुप चाहिँ यता आमालाई पनि रमाइलो लागिरहेको होला होइन, रमाइलो लागिरहेको छ। अन्त कति केयरिङ हो सासु आमालाई सोनीले फेरि। सोनी मैले बोलेको एन्सर देख्छन् ऊ आफ्नै दिनमा हिँडिरहेको चाहिँ है। आमालाई पनि केयर गर्दै सबैजना भक्तजन चाहिँ यसरी हिँडिरहेको छौँ है साथीहरू। चाहिँ हामी पुना दिदीको घर यता नि राई दाईको घर, सम्झना बिमला भाउजूको घर अनि सम्झनाको घर यतातिरको डाँडा हिँडिरहेको अवस्थामा छु। कस्तो राम्रो ड्रागन फ्रुट हो माई गड। तर फुलहरू चाहिँ लागिसकेको छैन रहेछ। यहाँ पनि एकदम बस्तीहरू मिलेर बस्नुहुन्छ, त्यही भएर सबैजना मिलेर चाहिँ पिच यस्तो दामी बनाउनु भइसकेको छ। ल अब चाहिँ हामी लास्टको हो क्या, हामी सबैभन्दा लास्टमा चाहिँ हिँडिरहेको छौँ।
ल तब हाम्रो मन्दिर आइपुग्ने बेला भयो हजुरहरू चाहिँ हामी सबै मन्दिरको भ्रमण गरिसकेर चाहिँ यहाँ चाहिँ अब हामी मेन मन्दिरमा चाहिँ इन्ट्री गर्न लागेको छौँ सबैजना जानु भइसकेको छ लास्टमा चाहिँ म छु अब चाहिँ म गएँ भित्र ल अब चाहिँ हामी भित्र जान्छौँ अनि आफ्नो कलश राखेर त्यहाँनिर गुरुलाई बिदाई गरेर आउँछु 7 दिनसम्म चाहिँ हामी जानुपर्ने हुन्छ तर म चाहिँ कतिको भ्याउँछु सानो बच्चाको कारणले गर्दा भ्याउँछु कि भ्याउँदिनँ हजुरहरू जस्ट ट्राई चाहिँ गर्छु अब चाहिँ हामी मन्दिरमा जान्छौँ है त हजुरहरू चाहिँ त म यस्तो पसिना आइरहेको छु म चाहिँ हजुरहरू त्यहाँ गएर चाहिँ भिडियो बनाउनु पाउँछु कि पाउँदिनँ किनकि पुरा गीतहरू बजिरहेको छ कपिराइट लाग्ने सम्भावना हुन्छ भयो भने बनाउँछु भएन भने चाहिँ घरमा गएर भेटौँला है हस् हजुरहरू कस्तो पसिना आएको छ कि काली न कालीमाई भइसक्यो म त डरेर हेर निधारेर यस्तो हेलो जाँदै गरेको अवस्था गणपति भगवान भगवान हो शिव शंकर भगवान को
शम्भु राजा हात्तीको साथी खै कसले कसले पाए फुल यो चढाउनु हो माथि चढाउने होइन यहाँ अहिले एकछिन उहाँ ल जय शम्भु फुल लिएर आज नलाई हुन्छ Terima
कृष्ण कन्हैया लाल साथीहरू अब चाहिँ हाम्रो साथीभाइहरू दिदीबहिनीहरू चाहिँ एकछिन मस्तले भजन कीर्तनमा नाचगान गर्नु भइसक्यो रमाइलो गर्नुभयो भजन कीर्तनमा नाच्नु पाउँदा पनि यस्तो मन शान्ति हुन्छ क्या हजुरहरू यस्तो शान्ति हुन्छ है आनन्द हुन्छ अनि सबै आनन्द भइसकेर पनि अब यहाँ चाहिँ हल्का प्रसादको लागि चाहिँ हामी यहाँनिर लाइन लागिरहेको अवस्था छौँ प्रसाद लिनको लागि सबैजना दिदीबहिनीहरू चाहिँ है लिनु भइसक्यो हजुरले लिनु भइसक्यो प्रसाद ए ल अब प्रसाद लिनुको लागि चाहिँ सबैजना यहाँनिर प्रसाद लिनुको लागि चाहिँ लाइन गर्दै गरेको अवस्था प्रसाद लिनुको लागि चाहिँ दिदीबहिनीहरू सबैजना लाइन लागिरहेको अवस्थामा हुनुहुन्छ है सबैजना तर यो प्लास्टिकले गरेर हजुरहरू कस्तो अँध्यारो टाइपको देखेको छ क्या तर एकदम राम्रो आएको छ नेचुरल चाहिँ ल सबैजना दिदीबहिनीहरू चाहिँ प्रसाद दिनको लागि लाइन लिइराख्नु भएको छ अब हामी पनि प्रसाद खाने म पनि खान जान्छु अब लाइन लागेर साथीहरू ल साथीहरू हामी चाहिँ कलश यात्रा गरिसकेर आइसकेर चाहिँ अब चाहिँ प्रसाद दिन गइरहेको छौँ प्रसादमा छ पुरी अनि हलुवा अनि तरकारी छ भेज आइटम एकदम सादा टक्क परेर अब चाहिँ म लिनु गइरहेको छु सबैजनाले त्यो साथीभाइहरू चाहिँ देख्नुहुन्छ होला दुई दुईवटा खाएको हुनुहुन्छ हजुरहरूले चाहिँ मैले चाहिँ 3टा लिँदै आएको छु यता सोरुगाउँ 2टा मात्र छ है मेरो चाहिँ यहाँ 3टा छ है यहाँ गुरुले पनि भन्नुभएछ 2टा यता हाम्रो गुरु चाहिँ यहाँनिर हुनुहुन्छ खाली हात लिएर है अब चाहिँ म खाएँ म चाहिँ घर आइपुगेँ हेरिसो मेरो हालत मेरे ढोलु नास भन्ने जस्तै भयो साथीहरू जाँदाखेरि कस्तो भएको थियो आउँदाखेरि म त फेरि त्यहाँ गएर साथीहरू यस्तो क्या भगवान देखेर यस्तो भयो कि रुक्कु रुक्कु भयो क्या रुएर हेरेर आहा मिस्ता मिता गाजल त के हाल भइरहेको छ है कहिलेकाहीँ त्यस्तो हुन्छ क्या कुनै मन्दिरमा जाँदाखेरि यत्तिकै मेरो मनदेखि सबै शरीर उयो भएर आउँछ क्या रुक्कु रुक्कु गर्नु मन लाग्छ यति धेरै मान्छेहरू हुनुहुन्थ्यो क्या म रुदिनँ भने यति कन्ट्रोल गरेँ तर यस्तो क्या सहनै सकिनँ म रुक्कु रुक्कु भएँ साथीहरू त्यही भएर मेरो हालत ओ माई गड भेरी भेरी ब्याड भएर आएछ क्या साथी धेरै धेरै नराम्रो भएको अवस्था छ फेरि यति पसिना यस्तो टन्टरपुर घाममा गएको साथीहरू है त्यही भएर चाहिँ आइपुगेँ अनि म आएर चाहिँ यति बोलाइरहेको छु कि आमालाई आमा आमा भनेर आमा माथि हुनुहुन्छ है आमालाई चाहिँ बोलाइरहेको अवस्था छु सुन्नै भएको छैन मेरो घाँटी दुखिसक्यो बोलाउँदा बोलाउँदा आमा ल साथीहरू म चाहिँ कोठाभित्र आइसकेको छु है अनि आउने बित्तिकै त्यो पोते सोतेहरू पनि सबै खोलिसकेको अवस्थामा छु अनि एउटा दुईवटा टिकटक पनि बनाएँ मैले होइन अनि पोते पनि खोलिसकेको छु अनि उता आमालाई चाहिँ यति धेरै बोलाउनु पऱ्यो कि म चाहिँ पछाडिको झ्याला गएर चाहिँ आमालाई बोलाउनु पऱ्यो आमालाई ढोका खोल्नु भइसकेको छ अब चाहिँ यस्तो गर्ने भइसक्यो साथीहरू म नुहाउँछु है आज चाहिँ एकदम भजन कीर्तन भोज अब के अरे प्रसादहरू खाएकोहरू अनि कलश र्याली कलश यात्रा गरेको भिडियोहरू मात्रै तपाईँहरूको सामु सेयर गरेको छु साथीहरू अनि यस्तै छ हजुरले यस्तो भिडियो पनि अन्तिमसम्म हेरेर मलाई हजुरको साथी सक्ला राईलाई सधैँभरि साथ सपोर्ट गर्नुहोला भन्दै आजको भिडियोबाट चाहिँ बिदा लिन्छु साथीहरू सम्पूर्ण साथीहरूलाई बाई बाई जय श्री कृष्ण राधे राधे जय शम्भु भन्दै है त साथीहरू यस्तो धेरै पसिना छ कि बाबा साथीहरू हेरिस न म त फेरि यति छिटो डढ्छु कि ओ माई गड यस्तो गऱ्यो भने झन् म रे घाँदा लुगा खोला चाहिँ नुहाउँछु भन्दै सम्पूर्ण साथीलाई बाई बाई धेरै बोल्दिनँ बाई सम्पूर्ण साथीलाई बाई बाई धेरै लामो भिडियो छ आज जप्पाते खिचेको है सम्पूर्ण साथीलाई बाई बाई अहिले बुझ्नु साथीहरू बाई बाई